उहाँहरूले ढुङ्गा बुढा गर्दै तयार हुनुहुन्छ। तपाईँले यो दृश्य देख्न सक्नुहुन्छ। उहाँले चाहिँ एकजना जो घाइते हुनुहुन्छ उहाँलाई चाहिँ हात हाल्नु भएको थियो र उहाँलाई चाहिँ अहिले जिल्ला प्रहरी कार्यालयले चाहिँ नियन्त्रणमा ल्याएको छ र उहाँलाई चाहिँ यो जिल्ला परिषद यो प्रहरी चौकीमा लाँदै हुनुहुन्छ। उहाँले चाहिँ घाइतेलाई चाहिँ हाल्नु भएको थियो र उहाँलाई चाहिँ यो माइती घरबाट पक्राउ गरिएको छ। यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। ल उहाँलाई चाहिँ तपाईँले यो दृश्य देख्न सक्नुहुन्छ। उहाँलाई चाहिँ पक्राउ गरेर प्रहरी कार्यालयमा लगिँदैछ। कुनै झाडीमा आएको छैन, बारीमा आएको छैन। काण्ड हाम्रो त एउटै काण्ड हो नि। हामी त कोहीसँग सुत्या पनि छैनौँ नि। कोहीसँग हनी ट्याप गरेर 40 लाख 80 लाख 20 लाख कसैलाई कोही फसाउँदै हिँडेको त छैनौँ नि हामीहरू। अनि यो चरित्र माइती घर मण्डलमा आउने मान्छे चरित्र हिँड्नुहुन्छ नि। यो रन्डीहरू त्यो खाना आयो त यहाँ सम्झेछ। बुद्धिजीवी उनीहरू त तपाईँ त बुझ्नुहुन्छ नि त। बुझ्ने होइन, बुझ्ने कुरो होइन के। तपाईँहरूले पनि अलिक बुझेर कुन मान्छे कस्तो हो भन्ने तपाईँले पनि सक्नुहुन्छ हेरेर। तपाईँ बुद्धिजीवी हुनुहुन्छ अनि त्यस्तो खुट्टा चाहिँ उस भएकोलाई चाहिँ तपाईँ ढुङ्गा उचाल्ने। त्यसले हानि त बैशाखीले, त्यसले बैशाखीले हानि त ढुङ्गाले। कस्तो सम्झाउने? यो सम्झाउने जमाना छैन। एकचोटि दिएपछि अर्कोले पनि बजाउनु पर्छ। सम्झाउने जमाना छैन यो अहिले। बुझ्नुभयो? अर्को जमाना होइन, अर्को जमाना यो कुनै जमाना होइन। यो पहिलाको जमाना के सम्झाउने बुझाउने यहाँ त चर्कन दिनुपर्छ क्या बल्ल मान्छ। त्यो होइन मैले बनाएको भाइ।